एटमिक नम्बर दुईटै हुन्छ कुन चाहिँ तर यहाँ पनि एक्सप्लेन गरिहाल्नु सिम्बल लेखा त्यसको कैल्सियमको सिम्बल लेखा ग्याप्छ र क्लोराइडको सिम्बल लेखा कैल्सियमको भ्यालेन्सी लेखा क्लोराइडको भ्यालेन्सी लेखा त्यसका ग्याप क्रस बनाऊ त्यसका चाहिँ भ्यालेन्सी चेन्ज हुन्छ क्लोराइडको भ्यालेन्सी क्याल्सियम क्याल्सियमले क्लोराइडमा जान्छ त्यसको यसको यो भ्यालेन्सी 1 छ होइन यो 1 क्याल्सियममा जान्छ क्याल्सियमको 2 क्लोराइडमा जान्छ यसको यो हुन्छ CaCl2 यति त कतिको चाहिँ यो खोला चाहिँ ए छ नि यहाँ मैग्नीशियम ऑक्साइड है ना ये रिलेटेड है ना MgOH इसका जो वैलेंसी मैग्नीशियम वैलेंसी 2 ऑक्साइड 2 है ना ये चेंज हुन्छ 2 र 2 छ त्यसको बेला चाहिँ 2 र 2 काटिन्छ अन्त 1 हुन्छ यसको फर्मुला चाहिँ MgO हुन्छ सेम नम्बर छ नि काटिन्छ ये चाहिँ के हो यसले गर्दैछ खै एकछिनमा सोच्दै atomic number of an element. यसो छैन मिसले अस्ति बोर्डमा बोलाएको यसरी रिलेटेड छ त क्लोरिन भनेर हैन प्रोटोन चाहिँ न्यूट्रन कति गर्छ ए त्यो यस्तो गर्छ अब तिम्रो के दिएको हुन्छ भन त त्यसमा थाहा छ के दिएको हुन्छ सोध्यो तिम्रो मास नम्बर र न्यूट्रन दिनु सक्छ हैन न्यूट्रनको n सिम्बल हो न्यूट्रन कति भेट्छ भने मास नम्बरको सिम्बल a हो एटमिक नम्बरको z हो मास नम्बरमा एटमिक नम्बर घटाएको हुन्छ एटमिक नम्बर त्यसो भए चाहिँ मास नम्बरमा इलेक्ट्रोन घटाएको हुन्छ
नम्बरै दिएको हुन्छ नि अब तिम्रो मास नम्बर 10 दियो अरे होइन न्युट्रन 5 दियो अरे एटोमिक नम्बर तिम्रो 8 minus 5 हुन्छ एटोमिक नम्बर कन्फ्युज गर्नुलाई चाहिँ यो सिम्बल दिएको सक्छ मिक्स त गर्दैन नि सक्छ भन्ने तिमी हेर त्यही हो किन त्यही त होला नि अब यो मात्रै भन्दा कति दिएको होइन प्रोटोन त अब यो हो यो इलेक्ट्रोन जति भन्छ प्रोटोन त्यति हो न्यूट्रन र इलेक्ट्रोन लेख्छ न्यूट्रन र इलेक्ट्रोन फर्स्टमा मास नम्बर ए हैन एटोमिक नम्बर तिम्रो के हुन्छ यो कतिवटा छ नि 1 टा 2 टा 3 टा 4 टा 5 टा 6 टा 7 9 10 11 12 13 टा एटोमिक नम्बर 17 देखि मुनि प्रोटोन र इलेक्ट्रोन नम्बर लेख्छु यो त्यही रहेछ यो इलेक्ट्रोनिक कन्फिगरेसन तिमीलाई नाम गराएको रहेछ त्यही हो तर त्यो यो वाला पछाडिको प्रोसेस चाहिँ एड गरेको छ त्यही लास्टमा आन्सर दिनु यो एड गरेको चाहिँ बुझिन हामी चाहिँ यस्तो गराएको अब यो एल्युमिनियमको दियो होइन मास नम्बरहरू सब दियो मास नम्बर होइन यस्तो दियो अरे अब यो मास नम्बर के अरे एटोमिक नम्बर 20 अरे होइन त्यसपछि हामीले फर्स्टमा प्रोटोन खोज्नु पऱ्यो त्यो 20 भइहाल्यो इलेक्ट्रोन खोज्नु चाहिँ 20 भयो त्यसपछि न्युट्रन खोज्नु पर्थ्यो त्यो 10 भयो त्यसको बाद चाहिँ E.C लेख्नु पर्थ्यो न्युट्रन कन्फिगरेसन होइन त्यसको 22 8 8 2 यो टेबल होला यो यो चाहिँ तिम्रो यो डल्लो हो यो चाहिँ डिस्ट्रिब्युट गरेर फर्स्ट डल्लोमा 2 टा हुन्छ सेकेन्डमा 8 वटा हुन्छ थर्डमा 8 वटा हुन्छ होइन यो डल्लोहरूको नाम हुन्छ यो ए सेल हो यो एल सेल हो यो एम सेल हो यो एम सेल हो त्यसको बाद चाहिँ एउटा डल्लो हामी त 16 ले सिकायो यो सिकायो यो सिकायो यो सिकाएको जस्तो लाग्यो छोड्दै तिमीलाई यो सजिलै हुन्छ यो बुझ्यौ होइन अब यो प्रोटोन र इलेक्ट्रोन एटोमिक नम्बर जतिवटा छ त्यति नै हुन्छ न्युट्रन मास नम्बर र यो घटेर हुन्छ तिम्रो त्यसमा मास नम्बर र न्युट्रन दियो भने एटोमिक नम्बर खोज्नु मास नम्बर र न्युट्रन घटाइदियो हुन्छ यो 17 हो ए यसको 17 हो फर्स्ट सेलमा 2 टा सेकेन्ड सेलमा 8 वटा देन बाँचेको जति लास्ट सेलमा दिनु टेस्टमा हैन पक्का दिनु पर्ने अस्ति वर्ष गरेर 6 मा यो गरेन 6 मा बायोमेसिन फोन भयो हाँ बायोमेसिन फोन भयो कैसे चल खाना खाना
बिहान बुढेको गर्नु कि लाग्छ भन्दै थियो नि खाटाहरू भन्दा चाहिए तेरी अझै चाहिँ खानु मन लागेन 7 बजे हाल्छ म आज आउँ भनेको थिएँ कि मामासित जानु पऱ्यो भने नानी पढेको देखेर हरेस लाग्यो यतिकै कहाँ जानु त अन्त पनि भयो यतिकै कहाँ जानु